चलो बदमास डगहरूलाई आज जानेछु के गर्नुपर्छ भनेर। म पुरा यिनीहरूलाई सबक सिकाउँछु, यिनीहरूले मेरो दिमाग चटाउने। आहा ला सुक त बाबु कस्तो छ, भाग्छस् रे? ओहो हो ल, ओहो हो ल, आहा ओहो हो मुकुरसा रहेछ बाबु, मुकुरसा। आहा मिठो बस्नु छ। ओहो हो एकचोटि टेस्ट गर त ल, के खान जानु छ? ओहो ल, ओहो हो ल, ए ल हुन्छस् ल ल। ओहो हो कस्तो रहेछ, मिठो रहेछ। ल आज तिमीहरूलाई जानेछु, बुट त लाउनु पर्ला, नभए सर्पले ठुक्न सक्छ। ए यो टेस्ट गर्दा ओहो हो मिठो छ। ओहो हो राल्छु आएको यिनीहरूले राम्रो बदमासहरू कपडा सपडा झारेर। ओहो हो तिमीहरूको म जानेछु अब यसरी आफ्नो सेफ्टीको लागि चाहिँ बुट लाउनु पर्यो। बदमासहरू यो बदमास सब बदमास। लो ओ बाबु, ओ बाबु ल आइज तिमीहरू बदमास आइज ल, ए ल आइज बदमास। पहिला त यिनीहरूलाई टेस्ट गर्न दिनु पऱ्यो नि त, टेस्ट गर्न दिउँ न के कता। ए ए ए सबै खाइदियो भने फेरि अहिले दिमाग खराब हुन्छ। ल टेस्ट एउटाले त खायो, अब यो ल आइज तिमीहरूलाई एकदम टेस्ट दिनेवाला छु। म यिनीहरूलाई यस्तो खतरा दिन्छु कि पुरा। बदमास हो लाइज, कहाँ जाँदो रहेछ लाइज, लाइज त बाबु कस्तो लाग्यो तिमीहरूलाई? लो नाठा हो, बदमास हो, आइज लो आइज 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 लो आइज लो आइज र आइज बदमास हो तिमीहरूलाई लाइज आइज रे मासु खान आइज आइज खान्छ आइज ल आइज। कसले खायो त्यसले जाने, लाइज रे ल आइज रे मासु खान आइज ए ल तर के को खाना दिन्छु सुप पाक साला बदमास हो। कहाँ खाना दिन्छु हाँ ए लो यहाँ चाहिँ लो कसले खान सक्छ त्यसले लो सुक्दै बस, तिमीहरूको कामै सुक्ने काम हो। ल आमामामा लिएर जा लो सुँगेरै बस। ओइ बदमास ओइ यो भएन, यो झल्ली भयो। यो बदमासहरू त खाइहाल्दो रहेछ नि आमामामा। लो जसले जान्यो त्यसले खायो। ल तर म बदमास हो। ल हेलो गाइज ल खान सक्छ? कहाँ छ आफै सुँगेर पत्ता लाउने? हाँ कहाँ छ मासु? खै मासु चाहिँ मैले पुरा लुकाइरहेको छु साथी हो। यिनीहरू चाहिँ पुरा सुक्दै, अब जसले खायो अब खान सक्नु पऱ्यो। मासु चाहिँ यहाँ छ, कुकुरहरू चाहिँ यहाँ छ छोराछोरी, यसरी पुरा सुक्दै हिँडिरहेको छ। एकदम पत्ता लाउनु पऱ्यो त केटी। ल यसरी पत्ता लाउनु पऱ्यो क्या मासु चाहिँ। मासु यहाँ छ ल आफै पत्ता लगाऊ त ल। तिमीहरूलाई ल सुक्दै पत्ता लगा न रे। गन्ध त थाहा पायो,
खोज मासु खोज खोज मासु खोज यो झाडीतिर ल एकदम झाडोतिर मासु खोज बदमास हो तिमीहरूलाई मासु खोज केटा हो खोज्न रे खोज सुँग्दै पुरा यिनीहरू आफ्नो काममा लागि परेछन् पुरा सुक्दै पुरा जङ्गल छान मारिरहेछन् हैन पुरा खोज्दैछन् कहाँ छ भनेर कहाँ राखेछ यसले यत्रो मासु चाहिँ भनेर पुरा खोज्दैछ हैन उतातिर गए अब बोलाउँछ अब आइहाले आइहाले यहीँ खोज्नु लाउनु पर्यो मासु चाहिँ त्यहाँ छ हैन यिनीहरूलाई कहाँ ए मैले मन परेको चाहिँ यो हो एकदम मन पर्छ यो मलाई यो चाहिँ ज्ञानी लाग्छ ल आऊ खोज त केटा हो तिमीहरूलाई भएन फेरि एकचोटि आराम गरे हो एकचोटि फेरि सुँगाइ देखाइदेउनु पर्यो यिनीहरूलाई ल सुक बाबु सुक ल ल मिठो रहेछ ल है सुक ल ल ल ल ल ल ल पत्ता लगा ल ल ल ल के रहेछ ल ल ल ल आफै झिकेर खाऊ है यिनीहरूलाई एकदमसित ट्रेनिङ दिनु पर्यो नि होइन यसरी पो अन्त ट्रेनिङ दिनु आफै खोज्ने आफै खाने टुवा परेर बस्ने होइन टुवा परेर बस्ने होइन टुवा परेर बस्ने होइन टुवा परेर बस्ने होइन एकदम खोज्ने छिटो खोज्ने है छिटो त्यत्तिकै हुन्छ क्या हेलो साथी हो कुकुरले चाहिँ अघि जस्तो राखेर त पत्ता लगाएन र सुँग्दै त हिँडे तर रुखको माथि राखेपछि कसरी अब पत्ता लागोस् त होइन त्यही भएर मैले चाहिँ यसरी पुरा त्यो बल्छी स्टाइलले पुरा यिनीहरूलाई मासु यसरी दिएर दिमाग खराब गर्दैछु मैले यसरी सुँगाउँदै यिनीहरू खाना चाहिँ दिने होइन एकदम सुँगाउने हो कि यसरी यसरी सुँगाउने हो यसरी खाना चाहिँ दिने होइन लास्टमा दिने थाकिसकेपछि थाकेर पाकिसकेपछि मात्रै दिने हो आहा कस्तो छ बाबु मिठो छ ए मिठो छ रे तँ पनि सुक आइज ल ए बदमास ल सुक 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 ए मेरो मन पर्ने कुकुर छ यो हो यसलाई दिदिउँ क्या हो यसलाई दिदिउँ न यसले डराउँछ ल बदमास हो ए मासु थाहा पाउँदैन कि ल एमा झ्याक्ने टिङ्कु ल थाहा पाएन यसले खान्छ बरु यो पनि कम्ताको बाठी छ खाइहाल्यो एकैमा हो त जिल्लै होइन तिमीहरूलाई खोज्न नसक्ने गरेर खानु पर्यो नि गरेर खान सक्नु परेन बदमास हो तिमीहरूलाई लो अहिले चाहिँ थाहा पाएन के खायो भनेर मासु त्यसरी राखेर भेटाएन यिनीहरूले त्यही भएर चाहिँ यिनीहरूलाई यस्तो तरिकाले चाहिँ पुरा सिकाउनु पऱ्यो क्या यस्तो यस्तो गर्दै पुरा यसरी सिकाउनु पऱ्यो हो बदमासहरू ल यस्तो यस्तो गरी ओहो ठुलो पानी आइस ल आइज ठुलो पनि आइज ल यसरी सुँगाउँदैछु म
यसरी ठिक छ। ए पिङ्कु ल पिङ्कु ल हेर केटा हो तिमीहरूले राम्रोसित खोज्न पनि सकेनौ र खाना पनि सकेनौ। तिमीहरू यसरी खेल्न मात्रै ठिक्क भयो र मलाई अति रिस उठ्यो साथी हो। र मैले त्यही भएर यो छौरा छोरीलाई दिन्न। त्यो अस्ति यो मेरो ठुलो कुकुरलाई अरूको कुकुरले आएर यो कुकुरलाई एट्याक गर्दै थियो। त्यही भएर यो बिरामी छ, घाउ छ यहाँनिर पुरा घाउ छ होइन। यो अब यसलाई दिनु पर्यो। यिनीहरू बदमासहरू आफै पत्ता लगाउन सकेनन्। यिनीहरूलाई यसलाई यसरी दिइदिनु पर्यो। यो ठुलोलाई यसरी ल पिङ्कु यो मेरो ज्ञानी कुकुर हो ल। आफै पत्ता लाएर खानु पर्यो नि। अब थुक निल्दै बस्छ तिमीहरूले। अब तिमीहरूले मौका दिएकै हो, मुखमा लगेर दिएकै हो। तिमीहरू खान त म के गर्नु। कोहीलाई यसरी माटो कोतारेर बस्दै ठिक्क छ अनि म के गरौँ। तिमीहरूलाई म के गर्न सक्छु त, सक्दिनँ नि। त्यही भएर म यिनीहरूलाई दिँदिनँ, ठुलोलाई दिन्छु। यिनीहरू शुद्ध यस्तो माटो कोतार्दै झगडा खेल्दै ठिक्क छ। ट्याक्क गएर यहाँ सुँगेर खानु छैन। यसरी आफू झगडा खेलेर बस्छ हो। अनि यी बदमासहरूलाई कसले दिन्छ र, किन दिनु र। अब यसरी दिने यो मेरो डगलाई, बिरामी डगलाई लो क्लाप खाइदिन्छु लो होइन। पिङ्कु मेरो पिङ्कु हो नि त जे हो लो। तिमीहरूलाई मुख खोतार्ने, यसरी माटो खाने हो बदमास हो। तिमीहरूको कामै के छ लो हेर हेर। यस्तो गर्दा ठिक्क छ। अनि सक्छ त कसैले। अब मैले एउटालाई दिन्छु। अघि जुन एउटाले खाएको थियो त्यसलाई म दिँदिनँ। सबसे भन्दा पहिलो यसलाई दिइदिन्छु ल खा। फेरि मेरो मासु खाएर यसले पनि खान सक्छ सक्दैन। के गर्दैछ यसले थाहा पायो मुखमै खोज्न गयो हो। ल यसले ल यसले पनि खायो। अब यसले अब त बडा डेन्जर छ। यसले मुटु यो फेरि खाएन ल। खाने हिसाबले दिनु पर्यो नि सबैले ल ल ल ल ल। अब यो फेरि क्याप्पै हात टोक्ला भन्ने डर। फेरि अब सुई त लागेको छैन यिनीहरूलाई। ल ल ल ल ल ल ल जसले खायो जाँठा लो सकिनस् त पनि ल। जसले खायो पिङ्कु ल ल जसले खायो ल। पत्ता लगाउन सक्नु पर्यो यो मासु। जसले खायो अब ठुलोले नि खायो। अब यो भनेपछि तँलाई ल लास्टमै के हो नि ल। त पनि खान सकिनस् ल। लाटै रहेछ ल। यसरी खान सकेन यो बदमास। हे पिङ्कु हे बदमास त्यस्तो गर्नुहुन्न। तँलाई त्यही भएर टोकेको छ नि। बच्चीलाई टोक्नुहुन्न। अब यो लगेर फोहोरको डस्टबिनमा फाल्नु पर्यो गाइज। अब अगाइस के आइनस् भन् अगाइस। अब मोबाइलै खालो जस्तो गर्छ जाँठा ए ल। अब भनेपछि अब यिनीहरूको काम सिद्धै अब यिनीहरूलाई पुरा यस्तरी पुरा मजा चाहिँ होइन। त्यहाँ त बनाउनु पर्यो भने होइन।
यसरी त हिँडाउनु पर्यो यिनीहरूको खाएको पोस त निकाल्नु पर्यो हे बेरी हो ल आइज आइज न रे आइज आइज न रे आइज राम्रोसित आइज केटा यसरी यिनीहरूलाई चाहिँ पुरा झाडुतिर लिनु पर्यो नि सधैँ कहाँ बसालेर हुन्छ होइन पुरा यो ब्ल्याकबेरी पाकेछ है कस्तो मजाले पाकेछ यार झपक्कै कसले खाने कति गुलियो हो दामी फल्यो रहेछ के खतरा गुलियो ए तिमीहरूले ब्ल्याकबेरी खान्छ त ल ल खा खाना खा ल फल हो यार खा एउटा कुकुरलाई घिउ पर्छु नि खाओस् न यस्तो मजाले फलिरहेको रहेछ है ल यसरी खाँदा कसो होला दामी गुलियो छ होइन मजाको टेस्ट छ यार ब्ल्याकबेरी भन्छन् के भन्छ मिठो छ छि जाँठाले हगेर आफ्नो गुवा आफै खाएछ त्यत्तिको कुकुर त भन्दैन झट खाएको पनि छ फोरी जात हो जाँठा प्लात्ते हग्दै प्लात्ते खाइदियो यार कस्तो रहेछ यार यो कुकुरको जात त छ यस्तो रमाइलो ठाउँमा मैले पुरा घुमाउन लिएर आज साला हग्दै फोहोर गर्छ यार थट बदमास हो छ गाई कस्तो राम्रो फुल फुलेछ हौ साथी हो ओइ बदमास हो जा तल जा साला तल जा तल जा यिनीहरूलाई त कहाँबाट आएर फोहोर गर्छ जाँठा हो तल जा आयो 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 लडी बढी गरिएछ एउटा पनि लडी बढी गर्न हुत्ताइदिउँ कि हुत्ताइदिउँ साथीहरू कस्तो खेलिरहेछ त कुइ कुइ गरिबस् मुर्दा तल पुगिसक्यो पुरा सूर्यमुखी फुल रोपेछ यहीँ यस्तो मजाले सूर्यमुखी फुल को खेती बदमास ल त्यो बुट लगाएन भने त सर्पले ठुङ्यो भने फेरि अर्को आपत पर्छ यस्तो एउटा बुट त लाउनु पर्यो नि साथी हो यस्तो परिप्रकारको फुलहरू छ त्यस्तो फुल फुल्छ यहाँ फुलहरू झारपात अब झारको
ओए मेरो सेना हो आउँछ नआउन त मेरो पछि पछि बदमास हो